यहाँ आइसकेपछि 4 वर्ष पनि खुलित्तै हो बिचारा र बिचारा 4 वर्ष फर्किन पाउँदैन बिचारा फर्किने पैसा नि हुँदैन कि मेन कुरो भने यो बाबाआमालाई यो भिडियो बाबाआमालाई भन्दा नि एक्लै भएर हेर्नु यो भिडियो 4 वर्ष उपाय छैन कोइला यता आफूले हेर्नु डक्टर सम्झिनु ओके गर्दन दुख्यो यार गर्दन दुख्यो बोल्ने बोले केरा खानुपर्छ भन्थ्यो कि ट्राई गर्ने हो त मनोज के यहाँ भित्र ए डक्टर त्यस्तै मलाई भन्ने फेरि को थाहा छ काले शरीर दुख्यो नि केरा हानिहाल्नुपर्छ अरे के ट्राई गर्ने हो त अब नेपालबाट चाहिँ हामीलाई सर्लको 15 लाखमा बेचिदिइहालेँ अब बेचेर यहाँ मेरो त ज्यान 15 लाखको होइन यहाँ 15 लाखभन्दा बेसीको खर्च आउँछ यो भिडियो एक्स्ट्रा गऱ्यो भने जहाँ पनि हेऱ्यो भने सर यो मेरो खाइसकेको चाहिँ एक्सरी देखिन्छ होला सर ल सबैजनालाई गोजाइबास आज हामी 3 जना चाहिँ सबै कामसाम सकाएर आफ्नो मेलोतिर फर्किँदैछौँ मेलो सकाएर आजको काम कस्तो भयो त सुनिल भनिदेऊ नि त ल अब म के गर्नु त हो र होइन होला मेरो काम केही नगरेर पैसा आयो है यस्तो गरेर त के पैसा कमाउँछ है 4-5 वर्षसम्म यतिकै रानीको राज्य भइहाल्यो नि यो सबै त नि रानीको कि डी थप्ने हो डी होइन रानी रानी अनि मनोज कस्तो भयो मेरो त दाइ चिल हो सधैँ चिल जाने हो सर पहिला ट्याक्क लेख्ने हो होइन सर र अनि के छ त के लेखिस् बाबु झिकान सर यसो अलि आफूले जाने लेख्नु पऱ्यो नि त यसो सिग्नेचर दिनु पऱ्यो नि त सबै सही छाप नगएर अनि पैसा आउँदैन अनि त्यो सर हान्नु पऱ्यो अनि फेरि उयो फेरि ताल्दै च्याप्प गरेपछि अनि फेरि उठाइहाल्ने हो च्याप्प उठाउने गर्दन दुख्या त मेरो त यार पुरा गर्दन दुख्या ट्राई गर्ने हो त खै यार गर्दन दुखिरहेछ काम कम भएर हो त दाइ काम हल्का भएर होला है होला होला यता के त हो बाटो हामी यतै यो बाटो चाहिँ म पुरै कन्फ्युज हुन्छु क्या होइन नि जहाँ जहाँ साँग्रो छ त्यता छिर्ने हो क्या खुल्लामा त जो पनि छिरिहाल्छ नि जहाँ जहाँ साँग्रो छ त्यहाँ कमाउँदो रहेछ दुईजना होइन दुईजना भाइहरू चाहिँ गाकुसेहरू हुन् होइन गाकुसे लाइफमा चाहिँ अलिक गाह्रो हुन्छ है काम काममा जानु पऱ्यो फेरि गएको जानु पऱ्यो फेरि खानेकुराहरू आफै नै पकाएर खानु पऱ्यो हो नि अलिक गाह्रो चाहिँ गाह्रो छ गाह्रो होइन मा गाह्रो छ नि के अन्त गाह्रो भयो नि भन्नु भएन कसलाई भन्नु 1 वर्ष 9 महिना हो अलि यो केही समय चाहिँ गाह्रो हुन्छ अनि त्यसपछि बिस्तारै पढाइ सँगसँगै काम सँगसँगै हरेक कुरालाई कन्टिन्युटी दियो भने होइन बिस्तारै सहज हुन्छ के हो होइन त एउटा हो नि अब जति मैले यसरी भन्दा पनि गएको चाहिँ भाइ बहिनीहरूलाई त्यो कुराहरूमा चाहिँ धेरै थाहा हुन्छ भोग्नेहरूलाई होइन अनि अरू कसरी बितिरहेको छ केटा हो भन्नु ल चिल आज पुरा ट्याक्क मौसम गर्दैछौँ त्यो दामी मौसम छ फेरि चिल छ क्या ओके छ क्या जे भयो नि हो र हट एन्ड स्पाइसी हो के भन्छ नि हट एन्ड स्पाइसी बियर त खानु हुँदैन बिहान ए बियर त खानु हुँदैन प्रेसर बढ्छ किन भने यो चिया सकाएर चिया खानु चिया एकीमा गएर टक्क एउटा बियर खायो भने कस्तो रिलिफ फिल हुने होला कि आज प्र्याक्टिकल गइदिने हो होइन हौ म रेगुलर कस्टमर परेन होइन म त अहिले लगभग 3 दिन कि 4 दिन भएको छ अहिले चाहिँ नसा पानीमा म छैन बिहान त टक्क गाईको दुध के पनि सेलरी आएर सकिसक्यो पैसा अनि त्यही भएर अब यो अहिले चाहिँ नखाने कति चाहिँ गाकुसेहरूले कति चाहिँ बताउँछन् हौ होइन बचाउने होइन पचाउने चाहिँ हुँदै होइन अनि पैसा त कमाइ हुन्छ नि होइन कमाइ नभएको होइन क्या दाइ हो यही कमजोरी छ कि दाइ जोगिँदैन कमजोरी यही छ कि दाइ यो चाहिँ म के भन्छु भने यो भिडियो जसले हेर्नुहुन्छ नि म के भन्छु भने पैसा नकमाएको होइन क्या पैसा कमाएको काम गऱ्यो 1.5 लाख 1.5-2 लाख पैसा आउँछ हो 50,000 रुम रेन्ट अनि महिनाको 1 लाख रुपियाँ गएकोलाई छुट्याउनु पर्यो किनभने 80 मान भने चाहिँ 8 लाख रुपियाँ फी छ त्यति मात्रै नभएर होकेन ट्याक्सदेखि लिएर अनि घरमा कहिले चरी मासु त्यसपछि हल्का कहिले काहीँ दुखाएको मुखको औषधि होइन सधैँ एकै नास हुन्न कहिले काहीँ स्वास्थ्यमा समस्या हुनसक्छ सबै कुराहरू हुन्छ नि त अनि हिसाब चाहिँ गर्ने 2 लाखको खर्च कहाँ भएको छ भन्ने नबुझ्दाखेरि अनि त्यहीँनिर मन दुख्छ क्या अलिकति समस्या हुन्छ चित्त नबुझ्दो कुरो त्यहाँ छ नि त भाइ अब जो अहिले कुन महिना अहिले त हाम्रो गोवा छ नि 5 जनवरी फेब्रुअरी मार्च अप्रिल मे हो अब अक्टोबर इन्टेकमा आउने जो विद्यार्थी भाइ बहिनीहरूले चाहिँ आउने सोच बनाइरहनु भएको छ होइन
के हो आउनु होला है होइन आउनु त आउने हो विदेश आइसकेको मान्छेले धेरै कुरा सिक्छ होइन टाइमको म्यानेजदेखि लिएर पैसा कमाउने पैसा बचाउने एउटा आफैसँग मेहनत गर्ने होइन त्यो कुरा सिक्छ तर के हो भने गाह्रो चाहिँ गाह्रो छ एउटा चाहिँ मेन्टालिटी चाहिँ के चाहिँ सेट गरेर आउनु पऱ्यो भने म चाहिँ जस्तो सुकै काम पनि गर्न सक्छु हो कि नि त परिवार खण्डमा म जे पनि काम पनि गर्न सक्छु जस्तो अवस्थामा पनि म चाहिँ सेक्रिफाइस गर्न सक्छु भनेर चाहिँ दुबई कतार हुनु चाहिँ राम्रो छ है होइन यताबाट 2-3 दिनकै पैसा जोगायो भने पनि दुबई कतारको 1 महिनाको स्यालेरी चाहिँ जोगिन्छ है त्यो त हो त्यो चाहिँ हो यस्तो चाहिँ हो तर राम्रो कुरा पनि छ नराम्रो होइन ठिकै छ नि त अब 2-4 वर्ष दुःख सङ्घर्ष गर्ने त्यसपछि यसो ठुलो नोट समात्ने प्लान हो यार खै खालि सपना मात्रै देखिन्छ हो सपना देख्ने ठुलो कुरा हो नि हो कि नि त त्यसको लागि 10 महिना सुत्नै त्यो छिटो हो अब केही पाउनुलाई केही त गुमाउनै पऱ्यो अहिले भनेको त्यो तिमीहरूको भनेको चाहिँ इन्भेस्ट भइरहेको नि त हो क्या अरे पैसा इन्भेस्ट सँगसँगै टाइम पनि इन्भेस्ट भयो नि त यो अहिलेको सिचुएसनमा त हो क्या नि त जमाना बितिसक्यो विदेशमा जमाने त यो मलाई हेर न केटा ल तपाईँ त डिपेन्डेन्ट हो नि बुढी यही छ नि के छ होइन के म जस्तै म यहीँ पनि हामीसँगै काम गर्दा पनि मैले जस्तो अवस्थामा तिमीहरूले भेटेँ म त्यस्तै छु त के चेन्ज छ त मसँग छैन नि केही छैन त्यही काममा जाने आउने भात खाने सुत्ने होइन डेली डे बाई डे त्यही काम भयो क्या त्यही हो क्या रिसाइकल चलिरहेको त्यही छ नयाँ कुरा केही त्यही भएर अनि यस्तो छ है बेचिन चाहिँ विदेशको साह्रै नेगेटिभ कुरा चाहिँ के हो भने विदेशको ट्र्याप हो एउटा है यहाँ आइसकेपछि मान्छे फस्यो हो जान खोज्यो नि जान सक्दैन लु म अर्को महिना जान्छु भन्ने प्लान बनायो भने 2 लाख स्यालेरी छुट्यो 1 महिनाको लागि गयो नि 2 लाख स्यालेरी छुट्यो त्यहाँबाट यता आउँदा प्लेन खर्च आउँदैन जाऊ घरको सबै खर्च आफै गर काम भेट्दै भेट्दैन फेरि साथीलाई पनि आफैले खर्च गर 1 रुपियाँ पनि आफैले खर्च गर्नुपर्छ यहाँबाट पनि लैजाऊ पनि छुट्टै यहाँ आइसकेपछि फसिन्छ यहाँ आइसकेपछि त्यो नेपाल फर्किने त्यो धेरै कमै अब नेपालबाट चाहिँ हामीलाई सरलको 15 लाखमा बेचिदिइहालेँ अब बेचेर यहाँ मेरो त ज्यान 15 लाख होइन यहाँ 15 लाखभन्दा बेसीको खर्च आउँछ यो भिडियो एक्स्ट्रा गऱ्यो भने जहाँ पनि हेऱ्यो भने सर र यो मेरो खाइसकेको चाहिँ एक्सरे देखिन्छ होला सर मासु कहीँ कतै मासु चिप्ल्यो कतै केही चिप्ल्यो कतै हड्डी कुट्केको होइन यताउता सबै सर चेक गर्नुपर्छ एकचोटि अब राम्रो बिजनेस छ सबै कुरा ठिक छ नेपाल राम्रो हो है आफ्नो कन्ट्री सबसे बेस्ट हो 30-40 हजार जोग्यो नि यहाँ गप्सी लाइफले 30-40 हजार पनि जोगाउँदैन कमाउँछ कमाउनेले बचाउनेले 2-3 काम गरेर बचाएर है लाख रुपियाँ भयो भने बचाउँछ त्यो चाहिँ कस्तो नर्मली अहिलेको सिचुएसनमा चाहिँ त्यस्तो छैन पहिला बचाउनु त्यसो यस्तो हो क्या काम मात्रै गरेर पनि भएन नि त मान्छे स्वास्थ्यभन्दा ठुलो के छ दाइ छ त केही पनि छैन नि स्वास्थ्यभन्दा ठुलो त केही नै छैन केही छैन नि अब आफू चाहिँ भोलि मरेर गयो भने त्यो मलाई ब्याङ्कमा भएको करोडौँ पैसाले के गर्ने त आफ्नो ज्यान त फेरि आउँदैन एकदमै त्यही भएर हप्तामा एक दिन रेस्ट चिल पुरै छाती फुल्लाएर सुत्ने टक्क केही छ भने यसो मिठो मसिनो चरी मासु चप्प चिरिप्प हल्का हान्ने अन्त ठिक छ त बियर खायो नि खाइयो जे खायो नि खाइयो आफ्नो मन हो क्या जे खायो नि हुन्छ हार्डिक्स हान्दा नि हुन्छ टप्प होइन नभए अब कति हुन्छ 49% जति खायो पनि भयो क्या होइन अब संसारमा बुझ्नु पर्दा विदेश भने एउटा खाल्डो रहेछ होइन यो खाल्डोबाट निस्किनु अलिक गाह्रो छ आइसकेपछि निस्किनु गाह्रो हुन्छ अब किनभने हुन त नेपालको अब सिचुएसन त्यस्तै खालको छ अब हामी चाहिँ जो हेरेर 24-25 वर्ष पुगिसक्यो भने स्टुडेन्ट लाइफमा चाहिँ नहो है यहाँ आइसकेपछि 4 वर्ष पनि खुलित्तै हो बिचार 4 वर्ष फर्किन पाउँदैन फर्किने पैसा नि हुँदैन कि मेन कुरो भने गाह्रो छ यो बाबाआमालाई यो भिडियो बाबाआमालाई भन्दा नि एक्लै भएर हेर्नु यो भिडियो 4 वर्ष उपाय छैन कोहीलाई यता आफूले हेर्नु डक्टर सँगै ओके त्यसपछि पनि नत्र भने फेरि 100% केही ग्यारेन्टी छैन अलिकति मिस्टेक भयो भने गयो पहिला त सजिलो पनि थियो अहिले N2 चाहियो न्युकानले बनाएको नियम हो अहिले N2 चाहिँ वर्किङ एप्लाई गर्नु खुलितै हो N2 भनेको त तर कस्तो यार उनीहरूको यत्रो हामी है यत्रो पैसा तिरेर आउँछौँ उनीहरूको भाषा पढ्नुलाई त हुन्थ्यो होइन हो कि त यत्रो सरकार यहाँ कम बाटो हो जापान भाषा बेचेर पैसा कमाइरहेको भाषा बेचेर हामीलाई चाहिँ मजदुरी गर्न राख्यो कि आफ्नो भाषा दिइरह मजदुरी गर अब पैसा नि फेरि पठाउनु पाएन कि कमाएर पनि उसैलाई देऊ उसकै भाषा सिको उसलाई नै प्रमोट गर
यस्तो छ समस्या त्यही भएर नत्र भने उयो हाम्रो जस्तै हालत हुन्छ नि विदेश नेपालमा हुनेर नै ओ ख्याल राख कोही पनि राम्रो बोलेन विचार गर। के भनेर तिमीहरू भन्छौ नि विदेशमा भनेको साँच्चै नै गाह्रो छ क्या यहाँको टाइम यहाँको संस्कारहरू भयो यहाँको रुल्स एन्ड रेगुलेसन हरेक कुरालाई फलो गर्नु पर्यो एक त भाषा मिल्दैन अरू भन्दा संस्कार पनि मिल्दैन खाडी होइन जाने सोच लिएको मान्छे जापान आउन पायो भने चाहिँ फेरि त्यसको लागि चाहिँ बेस्ट हो है तर यहाँ आउँछु म लाइफ बनाउँछु 2-4 वर्ष दुःख गर्छु त्यो भन्यो भने अलिक गाह्रै छ लाइफ बनाउनु गाह्रो छ कम्तीमा 10 वर्षको ग्यारेन्टी राख्नु पर्यो भिजा नर्मल्ली चाहिँ भिजा भयो भने त्यही पनि अर्काको देशमा लेबरको मजदुर नत्र भने उयो हाम्रो जस्तो हुन्छ कमाएर पनि महिनामा एक दिन टक्क छुट्टी राख्ने भलिबल खेल्दा नि उयो सन्तोष ओल्टी जस्तो उयो माया जस्तो उफ्रिने उयो र यो अहिले हामीले चाहिँ यो तपाईँहरूलाई भनिरहेको सेयर गरेको कुराहरू चाहिँ जति विद्यार्थीहरूले भोगेको छ होइन उनीहरूको कुरा हो पोजिटिभ एकदम पोजिटिभ थिङ हो नि त भागेको कुरा रियालिटी हो नि होइन अब यस्तै छ काममा जाने आउने हुन त अब नेपाल भएकोलाई अब होइन आफू त ठाउँमा पुगेको छ अरूलाई यस्तो गरे जस्तो भन्ने हुन्छ तर त्यो रियालिटी चाहिँ त्यही हो कि खास वास्तव दुबई कता सोच लिएर बसेको मान्छे यहाँ आइपुग्यो भने धेरै राम्रो कुरा हो किनकि तिमी पुरै जति पैसा पनि कमाएर यताउति स्कुललाई तिरेर भन्यो भने 30-40 हजार त कहीँ जाँदैन त्यति त जोगाउँछन् जोगाउनेले अब कतिपयको त्यो पनि छैन होला कतिले लाख रुपियाँ बचाउँछन् तर नेगेटिभ कुरा पनि धेरै छ यहाँ ए त्यो कुरै गरी साध्य छैन नै पर्छ 3 घन्टा 2 घन्टा 2.5 घन्टा 3 घन्टा सुतेर भने काममा जाऊ स्कुल जाऊ गाली पनि खाऊ त्यो त फेरि राति काम त गाह्रो हो क्या दिनमा काम गर्नु मिल्दैन दिनमा स्कुलमा जाने कि काम कि त स्कुल राति हुनु पर्यो राति काम गरेपछि यस्तै हो मेन्टली प्रेसर यस्तो हुन्छ डिप्रेसन अन्त फुटाएर अन्डा चाहिँ गुमिरहेको होला त्यो बोक्रा चाहिँ लिएर प्यानमा होला क्या हो त्यो डिप्रेसन यस्तो छ है विदेशको अनि एउटा है जोडियाहरू छ भने चाहिँ यहाँ चाहिँ बेस्ट है यहाँ जानु फेरि सस्तो पनि छ तर खाने टाइम चाहिँ हुँदैन थारै हान्ने हिँड्ने हो बाटोमा खाएर जाऊ ट्रेनमा खाऊ मतलब छैन खान चाहिँ दिन्छ है यहाँ त सरकारले प्रमोट खान त खाऊ तर खुट्टा टेक्नेसम्म खाऊ क्या खुट्टा टेक्नु छोड्यो भने फेरि सिधै हो यस्तो फेरि ठुलो चाहिँ बनायो भने त्यस्तो हुन्छ अब यस्तो यस्तो हुन्छ फेरि हेर्न यस्तो हुन्छ फेरि लास्टमा यस्तो हुन्छ यस्तो यस्तो हुन्छ अब मैले एउटा कुरा भन्नु मन लाग्यो क्या ठ्याक्कै अब जो चाहिँ नेपालबाट हुन्छ नि अब तिमीहरूको पनि साथीहरू होला मेरो पनि साथीहरू छ नेपालबाट कति बोलाइरह होला नि त होइन कतिको मेसेज रिप्लाई नहुन सक्छ कामको बिजी भएको अवस्थामा के होला जसले यो भिडियो हेर्दैछ अब विदेश भनेको त सबै ठाउँ विदेश नै भइहाल्यो हो नि अब अग्लो घर चिल्लो रोड होइन त्यो देखेर मात्रै जज नगर्नु क्या विदेशको लाइफस्टाइल हेरेर मात्रै भएन यहाँको दिनचर्या कसरी बितिरहेछ यहाँको चाहिँ दिनको सुरु पाउँछ पाउँदैन भन्ने कुरा हो साँच्ची नै गाह्रो छ कि साँच्ची नै रमाइलो वाउ भन्ने छ कि के छ भन्ने कुरा चाहिँ विदेश नै आउनुपर्छ क्या हो नि होइन त्यही मात्रै कुरा हो गाडकडाहरू अब कहाँ जाने कम्बिनी जाने हो केही कुरा हेरेर भन्दा पनि गरेर सिकिन्छ भने जस्तो जति हेरेर सजिलो छ त्यति भोगेर गर्न गाह्रो छ क्या यस्तो यस्तो छ अब यो उमेरमा 20-24 वर्षमा उमेरमा मलाई नि विदेशमा यहाँ जापानले किन्छ भन्ने सोचेकै थिएन 18-19 वर्षमा त ठिक हो क्या त्यतिमा आयो भने 22-23सम्म त्यतिखेर अलिकति नै कलिलो जोस पनि हुन्छ होइन पढ्ने पनि जाँगर लाग्छ अब यो गऱ्यो अनि गएर टक्कर आयो बिएससी गऱ्यो होइन यहाँ राम्रो आफ्नो भिजा सिक्योर गर्न सक्यो भने ल्याउन पायो त्यस्तो हो ख्याल गर कम्बिनी जाने हो र अब बाटै कुम्बिनुको बरु त नि 24-25 उमेरमा चाहिँ विदेश नभएर 4 वर्ष जान पाउँदैन 29सम्म कुमारै जमाई विदेशमा बितिसकेपछि के त्यसरी त बिहे नगरी बस्छ है बाबाजी हानिसम्म त बिहे यस्तै छ है हाम्रो भोगाइहरू होइन अब यो रमाइलो कुराहरू भयो अब चाहिँ के भने कम्युनिटी गरेर के भिडियो सड्काएर जाने हो त होइन सिधा चिया खाइन्छ गइन्छ भिडियो सड्काएर जाने भने गइदिउँ के छ र होइन दिल की बात छिल्ली मेरा छोरा ल ठिकै यस्तै हो अब हामी चाहिँ अब यसो घरतिर दिलको या तूने घरतिर गएर अब टक्क एकछिन उतान लगाइन्छ करङ यसो आराम गराइन्छ 1.5 घन्टा त्यसपछि फेरि कुदिन्छ फेरि कुदिन्छ आज त फेरि अब आज दिन अब हाम्रो आज रात त यस्तै भइहाल्यो जसले भिडियो हेर्दैन हुन्छ रिपिट आज होइन सधैँ यही हो यही हो क्या जस्तै हो तपाईँहरूको दिन शुभ होस् बस सबैलाई शुभ प्रभात मर्निङ होइन ल अब हामी शुभ दिन शुभ सायद ल सबैको जय जय ल ओके बाई बाई टेक केयर